हेर्दाखेरि त यो हेर्नेर देखिरहेको तिमीले के हो यो पोल हो होइन हामीले भन्दाखेरि पोल मात्रै हो होइन अब यो पोलमा पनि फेरि पोलका प्रकारहरू हुन्छ तिमीलाई थाहा होला कति प्रकार हुन्छ एउटा यो स्टिलको भइगयो एउटा सिमेन्टको भइगयो एउटा स्टिलको एउटा सिमेन्टको मैले पहिला काठको पनि हुन्थ्यो हजुर काठको पनि हुन्थ्यो अर्को यता चाहिँ पन्जर मास्टर भन्नेवाला यो आलुवाला टिनको पोल हुन्छ होइन अर्को चाहिँ सिमेन्टलाई चाहिँ हामीले पिएसी भन्छौँ प्रिस्टेड कङ्क्रिट पोल होइन ट्युबलर भयो अब यो पोलको पनि आफ्नो आफ्नै परिभाषा छ कि अब यो पोललाई कहाँ प्रयोग गर्ने होइन यो पोलको फेरि मिटरको साइज हुन्छ अनि फेरि त्यो साइज किन हुन्छ भने कति मिटरको फरकमा गाड्ने एउटा पोलबाट अर्को पोल हजुर हामीले पोल हो भन्दा एउटा पोल यहीँ एउटा पोल चाहिँ बिरेन्चो गाडिदिएर त फेरि भुइँमा पुग्छ अब यो फेरि कति मिटरको पोललाई कहाँ गाड्ने रोड क्रसिङको ठाउँमा कति मिटरको पोल गाड्ने होइन अनि फेरि पोल कति गाड्ने कति मिटरको पोललाई कति गाड्ने भनेर त पढाएको छ होला नि त ल मन 8 मिटरको पोल त्यो 8 मिटरको पोललाई कति गाड्ने होइन 6 ले डिभाइड गरेर गाड्ने क्या 8/6 भने चाहिँ 1.40 जति आउँछ है जति मिटरको पोल हो त्यसलाई डिभाइड 6 गर्ने त्यो भने चाहिँ 6 भागको 1 भाग गाड्नुपर्छ है तिमीले सुधार बुझ्दाखेरि 6 भागको 1 भाग गाड्ने यदि 6 मिटरको पोल थियो भने हामीले कति गाड्नु पर्थ्यो 1 मिटर गाड्नु पर्थ्यो अब 8 मिटरको भयो कति गाड्नु त 8 भागा 6 गर्ने हुँदै 1.30 cm जति हुन्छ कति हुन्छ त्यसरी भन्न खोजेको तिमीले के भन्नु 6 भागको 1 भाग गाड्नु पऱ्यो पोल गाड्दाखेरि जहिले पनि अब त्यो गर्दा 11 मिटरको पोललाई झन्डै 12 मिटरको भए 2 मिटर गाड्नु पर्थ्यो अब 11 मिटरको भयो कति गाड्नु त 1 मिटर 80 सेन्टिमिटर जति गाड्नु पऱ्यो अथवा भाग गर्नु पऱ्यो होइन होइन 6 भागको 1 भाग गाड्ने जहिले पनि त्यो चाहिँ थाहा हुन्छ तपाईँले पनि पढ्नु होला पोल गाड्ने क्रममा है खाल्डोको कुरामा होइन अब पोलको दूरीको कुरामा चाहिँ रोड क्रसिङमा त्यो अनुसार हुन्छ होइन अनि चाहिँ गाउँमा त्यस्तै हुन्छ अब भण्डारा बस्ती भएको ठाउँ हुनसक्छ अब होइन यसको मुख्य फरक के होला तिमीहरूले बुझ्ने सजिलै भएको छ भन्नु त यो तार र त्यो तार कस्तो ठाउँमा प्रयोग गर्ने होला के होला मेन फरक यो पोलमा होला सर भुइँमा त होइन यो पनि पोलमा हो भुइँमा गान त अर्को हुन्छ त्यो उसमा सर यिनी ट्रान्सफर्मर हुन्छ नि ट्रान्सफर्मरमा त त्यो त यो त जहाँ पनि गर्न सक्यो ट्रान्सफर्मर गर्नुपर्छ भने घरको बत्ती बाल्नलाई प्रयोग गरेको नि त मोटो हुन्छ र मात्रै कसो प्रयोग गर्ने ठाउँ मेन भने चाहिँ अब योमा चाहिँ के हो भने करेन्ट लाग्दैन एउटा फाइदा भने टच गऱ्यौँ हुने पनि भने इन्सुलेसन त किन लाग्दैन भन्नु होला फेरि इन्सुलेसन बाहिरबाट तार छोड्नु नि त टच मेन भने त्यही डिफ्रेन्स भयो होइन योमा चाहिँ के हुन्छ त हामीलाई सक लाग्दैन करेन्ट लाग्दैन लाग्छ अब त्यो भने चाहिँ कस्तो गर्नु त तिमीले यस्तो रुम भ्याएर मात्रै गर्ने फेरि सहरमा त्यो भने सहरमा पनि हेर्नु सहरमा झन् बाक्लो गर्नु त्यहाँ झन् धेरै कसलाई करेन्ट लाग्छ भएन गर्ने त त्यो घना बस्ती भएको ठाउँमा जहाँ चाहिँ सहर छ जहाँ चाहिँ पोलै चिराउन गाह्रो त्यस्तो छ अब यो त्यहाँ जस कहिले काहीँ मान्छेले झुकेर कहिले काहीँ इनकेस तार छ हो टच गर्छु भने त्यसरी त गर्न चाहन्न कि भयो भने पनि के खतरा भन्ने हिसाबले चाहिँ यो गर्ने घना बस्ती जहाँ चाहिँ अरू यो तार लिन सम्भव छैन यो पनि घरमा छुइन्छ दुध छ यो त घरमा सुइयो पनि फरक पर्दैन तर यो सुइयो भने के हुन्छ आगो लाग्छ घरभरि मर्छ करेन्ट लाएर ढल्छन् भन्नु के भनेपछि यो चाहिँ के हो भने इन्सुलेसन हुन्छ त्यो भएर यसले मान्छेलाई अब यो ऊ के ज्याकल के भन्छन् त्यो आफ्नो गाड्नु न ज्याकल स्टिलको रड हो है हामीले आफ्नो गाडीलाई स्टिल भन्छौँ होइन यो नि सर यो प्लेट हो इन्सुलेटर चाहिँ 4 प्रकारका हुन्छन् होइन कमनली युज हुने क्या जस म्याक्सिमम युज हामी जान्नै पर्ने त्यो भने के हो त पिन जिक्स ट्याकल र स्टे इन्सुलेटर हो होइन त्यहाँनिर यो भएको यो गोलो गोलो यो मौरीको पोला जस्तो छ नि गोला यिनी चाहिँ डिस्क इन्सुलेटर हुन् है डिस्क त चिन्ने हुन्छ अनि चाहिँ यो अर्को चाहिँ यो पिन इन्सुलेटर हो पिन इन्सुलेटर पिन इन्सुलेटर हो यो यो चाहिँ युज हुने पनि त्यही अनुसार हुन्छ है यो पिन के हुन्छ जहिले पनि पर्सा र महिनामा मात्रै युज हुन्छ 11 केबीमा अनि अर्को हामीले स्याकल भन्यौँ नि स्याकल भने साइक लाइनमा मात्रै प्रयोग हुन्छ त्यो 11 केबी लाइनमा प्रयोग हुँदैन त्यो साइक लाइनमा 230 भोल्ट र 400 भोल्टको लाइनमा प्रयोग हुन्छ त्यो स्याकल इन्सुलेटर यहाँ छैन स्याकल इन्सुलेटर तल होला सर यो सर यो चाहिँ ड्युअल स्विच डिओको मुखमा ड्रप आउट हो है अरे नासै रे बिर्से त अब यी अरू धेरै छन् भने त यो त्यो थाहा छ ठुलो छ नि इन्सुलेटर राखेको यसको नाम के हो खै सर त्यो चिन्दैन यो डिस्कनेक्टिङ स्विच हो कोन सर यो इन्सुलेट त्यो वाला डिस्कनेक्टिङ स्विचै हो यो इन्सुलेटर
अनि नामहरू हुन्छ नि होइन अब नट बोल्ने त अब त्यो सामान भेट्दैन ड्रप आउट जिक्समा फेरि त्यहाँनिर छ नि हेर त यो हेरेर यो त्यो के हो त्यो कुरा थाहा छ खै एङ्गल के भन्ने छ नि त्यो यो त नाम थाहा पाउनु रहेछ चाहिँ त्यसलाई हामीले क्राफल भन्छौँ होइन तर त्यसको खास चाहिँ डेड इन प्लान भन्छ है त्यसको नाम होइन कुन यसको सर यसको त्यो डेड इन प्लानको हो डेड इन प्लान सुनै तार बाँध्नलाई पऱ्यो भने चाहिँ त्यसैमा हो तार यो त बाँध्ने कुरा भयो नि तार हजुर होइन त्यसको अगाडिकोमा त्यो फिटिङ गर्ने प्रोसेस हुन्छ त्यो कसैले गर्ने बेलाले गरेर त्यहाँ हेर है त्यो डिस्कमा त्यो कसरी लगाउने भन्ने कुरा त्यहाँ एउटाले गर्ने गरेर हेर अरूले हेर चाहिँ त्योमा अरू कसरी युज गर्ने भन्ने कुरा चाहिँ त्यहाँ प्र्याक्टिकल्ली गरेर हेर है एउटा मात्रै गरेर भएन त्यो त नयाँ गर नि त नयाँमा हाम्रो चेत विक्रमले गर्दै हुनुहुन्छ ल हेल्पको लागि जाऊ है अहिले भित्रको लक निकाल्दा हो त्यो आएर मेरो पनि त धर्नु पर्दैन त्यो लगाएर भाइ तानेर बाहिर त्यो धकिन्छ त्यहाँ त्यसलाई पछाडिको भागमा फिट गर्ने त्यसको डिस्कको पछाडिको भागमा डिस्कमा जोड नि त्यसलाई अब डिस्कमा डिक्स ये डिस्कै आखा के हो त्यसको पछाडि जोड त्यसलाई त्यहाँ पनि लकमा सजिलै जोड्न सकिन्छ त्यसलाई त्यहाँ छिराइदेऊ त त्यो लक झिकेर मात्रै छिर्नु त छिर्दैन लाउडा लक चाहिँ लाउनु ल केटाले गर्यो ल अब त्यो के हुन्छ त्यसलाई पोलमा जोड्ने हो त्यो पछाडिको भाग ए हो त्यो पोलमा जोड्नु म त तार कहाँ जोड्ने त यसमा यहाँमा त जोड्न मिल्दैन तार अब त्यो बल्बलाई अगाडिकोमा जोड हो त्यो जोड अनि त्यो लक हाल अड्डो क्या अहिले म पुऱ्याइदिन्छु गाह्रो छ हौ गाह्रो त्यो त हाल्नै पर्यो त्यति गरेन भने चाहिँ प्र्याक्टिकल मात्रै भयो है हट तेरिका ओइ आरामसित हाल क्या न तेरो हाल न अगाडि च्याउ त्यो छ त हो त्यहाँ साँच्चै ल अब लक लगाइदिएको माथिहरू धेरै बेर साह्रो के पर्छ हतार ल्याइदिने हो यसले टक टक हान्न त कहाँ छिराख्ने फेरि त्यसै तर त्यही हो कि त्यो अटे भयो त्यही हो कि त्यही हो त्यही हो अघि त्यही हो कि त्यही निस्किन्न हो त अब त निस्किन्न अब त्यस्तै हो त्यही हो निस्किएको पनि अनि भयो अब तिमीले यता लेफ्ट ह्यान्डले पकाएर चाहिँ पोलमा जोड्ने त्यो पोलमा त अहिले स्यानलमा जोड्ने कि यो स्यानलमा जोड्ने त्यसलाई होइन अनि त धुनिन्छ त्यो अनि त्यो तिम्रो अगाडि हातले पकाएको छ नि राइट ह्यान्डले त्योमा तार छिरायो भने त्यहाँ त्यो तार छिराउँदा तार छिराएर हेर त एकचोटि
त्यहाँ तार छ त्यो टुक्रा एउटा नट खोल्नुपर्छ होला सर त तार सक्नुहुन्छ त्यहाँ पछाडि टुक्राबाट लगाउनु त्यो सानो टुक्रामा चाहिँ ल हो त्यहीमा हो त्यहाँबाट सिलाउँदै लगमा नट खोल्नुपर्छ यो त खोला खोला केटा नट अनि यो राम्रो खाले छैन ए जाऊ केटा खै म पनि खोल्न लाग्छ त्यो म त्यसमा गराएको थिएँ यिनले चुप गर्ने थारो दे तिमी गर म गराउँछु यहाँ मेरो डिस्टर्ब गरिदियो यार उल्टोमा खिचन अलि बेसी ढल जोड लगाऊ भएन अलि हो त्यहाँ दबाउनु अलि पावर ल्याऊ त्यहाँनिरबाट भयो भयो अब के गर्ने त्यहाँ एउटा फाने त्यहाँबाट एउटालाई मात्रै बस अब त्यहाँनिर बेर्ने अब मजाले हो त्यस्तै लाग्छ गर्दाखेरि एउटा बेर त बस्न सिकाइदिन्छ पेन्टिङ यो बेन्डिङ त यहाँ आएर सिक्ने भनेर ठिक्क भयो ओ त्यसलाई तल राख न होस् त्यो ट्याक्टर मतलब भन्नाले त्यसमा सर यस्तोमा ए यहाँनिर नि सर ए ल ठिक छ ल अब त्यो भयो होइन यो पछाडिको भाग पोलमा हुन्छ अब त्यहाँबाट त्यो तार तान्दै अर्को पोलसम्म जान्छ अब के भयो त तार अट्टियो अब बिचमा के भयो त भयो त्यसरी तान्दै अब अर्को पोलमा पुगिहाल्छ खै लोटाउला है राम्रोसँग यसरी यो पोलमा अट्टिहाल्नु अब कनेक्सन कहाँ गर्नु अब सिधा अर्को पोलमा गर्ने नि अर्को तिनवटा तारमा अर्को तिनवटा गराउने अब लाइनसँग अब माथिबाट गएर त्यो जम्पर हुन्छ त्यो भाइ यतापट्टि अब अर्को साइडमा यस्तै हुन्छ अब यताको तार जोड्नु फेरि अर्को तार गरेर जम्पर गर्नु A few moments later